नमस्कार साथीहरू, तपाईहरूलाई स्वागत छ हाम्रो शिवा एजुकेसन च्यानलमा। आज हामीहरूले कक्षा 10 को सामाजिक विषय अन्तर्गत रहेको एकाइ 1 हामी र हाम्रो समाज अन्तर्गत रहेको सम्पूर्ण पाठलाई सल्युसन गर्नेछौँ। तपाईहरू कक्षा 9 उत्तीर्ण गरेर कक्षा 10 मा आउनुभएमा तपाईहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै यो भिडियो हाम्रो कक्षा 10 को सामाजिक विषयको पहिलो भिडियो हो। तपाईलाई यो भिडियो मन पर्यो भने एउटा लाइक गर्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। एकाइ 1 को पाठ 1 मा रहेको छ समाजीकरण। यसका अभ्यासहरू हामी सल्भ गर्नेछौँ। प्रश्न नम्बर 1 मा के भनेको छ भने समाजीकरण भनेको के हो? यसको उत्तर यस प्रकार हामीहरू यहाँ लेखेका छौँ। प्रश्न नम्बर 2 मा रहेको छ समाजीकरणको महत्त्व उल्लेख गर्नुहोस्। यहाँ मैले यसको उत्तर लेखेको छु। प्रश्न नम्बर 3 मा रहेको छ प्रेम र स्नेहले समाजीकरणमा कसरी सहयोग गर्छ स्पष्ट पार्नुहोस्। यसको उत्तर यहाँ लेखेको छु। साथीहरू, यदि सबै कुरा व्याख्या गर्दाखेरि यो भिडियो धेरै नै लामो हुन्छ, त्यही भएर मैले उत्तरहरू पढ्दिनँ, मात्र प्रश्न मात्र पढिदिन्छु। तपाईहरू जहाँ जुन कुरा बुझ्न गाह्रो भयो भने कमेन्ट बक्समा लेख्नुहोला। हामीहरू त्यसको समाधान गर्नेछौँ। प्रश्न नम्बर 4 मा के रहेको छ भने समाजीकरणका माध्यम वा निकाय के हुन्? ती मध्ये तपाईका विचारमा सबभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम कुन हो र किन? यसको उत्तर मैले यस प्रकार लेखेको छु। मेरो विचारमा यहाँ घर परिवार सबभन्दा महत्त्वपूर्ण रहेको छ। तपाईको मनमा तपाईलाई जे लागिरहेको छ भने त्यो तपाईहरू यहाँ लेख्न सक्नुहुन्छ यस प्रकार। प्रश्न नम्बर 5 मा रहेको छ मानिस जैविक प्राणीबाट कसरी सामाजिक प्राणीमा रूपान्तरण हुन्छ? उदाहरणसहित प्रश्न पार्नुहोस्। यसको उत्तर हामीहरू यस प्रकार लेख्न सक्छौँ। त्यस्तै प्रश्न नम्बर 6 मा रहेको छ तपाईले आफ्नो घर छिमेकमा कस्ता समाजीकरणका अभ्यास गर्नुभएको छ? ती अभ्यासले सामाजिकपनको विकास गर्न कसरी मद्दत पुर्याएका छन्? लेख्नुहोस्। यसको उत्तर यस प्रकार रहेको छ। यहाँ यसको उत्तर मैले लेखेको छु। एकाइ 1 को पाठ नम्बर 2 मा रहेको छ हाम्रा पहिचान। अभ्यास नम्बर 1 मा भनिएको छ हाम्रा पहिचान के हुन्? पहिचानको महत्त्व उल्लेख गर्नुहोस्। यसको उत्तर मैले यस प्रकार लेखेको छु। प्रश्न नम्बर 2 मा रहेको छ पहिचान आफूलाई चिनाउने आधार हो। उदाहरणसहित प्रश्न पार्नुहोस्। यसको उत्तर यहाँ लेखेको छु। प्रश्न नम्बर 3 मा के भनिएको छ भने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि के गर्नुपर्दछ? आफ्ना धारणा प्रस्तुत गर्नुहोस्। यसको उत्तर मैले यहाँ लेखेको छु। यो प्रश्न नम्बर 3 को उत्तर रहेको छ। प्रश्न नम्बर 4 मा भनिएको छ अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न तपाईँ रहेको स्थानको
स्थानीय सरकारले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन् खोजी गरी प्रस्तुत गर्नुहोस्। यसको उत्तर यहाँ लेखेको छु। पाठ 3 मा रहेको छ विविधतामा एकता। यसका अभ्यासहरू यस प्रकार रहेका छन्। अभ्यास नम्बर 1 मा रहेको छ विविधतामा एकता नेपालको विशेषता भनेको के हो प्रश्न पार्नुहोस्। यसको उत्तर यस प्रकार रहेको छ। प्रश्न नम्बर 2 मा के भनेको छ भने नेपाल विविधताले भरिएको देश हो भन्ने भनाइलाई उदाहरण सहित पुष्टि गर्नुहोस् प्रकार लेखेको छु। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 3 मा रहेको छ विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस्। यसका महत्त्वहरू यस प्रकार रहेका छन्। इकाइ 1 को पाठ 4 मा रहेको छ हाम्रा राष्ट्रिय गौरव। यसका अभ्यासहरू पनि हामीहरू सोल्भ गर्नेछौँ। अभ्यास नम्बर 1 मा रहेको छ राष्ट्रिय गौरव भनेको के हो। यसको उत्तर यस प्रकार मैले लेखेको छु। प्रश्न नम्बर 2 मा रहेको छ नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो यस भनाइलाई पुष्टि गर्नुहोस्। यसको उत्तर मैले यस प्रकार लेखेको छु। प्रश्न नम्बर 3 मा रहेको छ मानव तपाईँ विदेश भ्रमणमा हुनुहुन्छ, त्यहाँ तपाईको कुनै कार्यक्रममा तपाईलाई नेपालको चिन्हारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के विषयवस्तु प्रस्तुत गर्नुहुन्छ। यसको उत्तर मैले यहाँ लेखेको छु। प्रश्न नम्बर 4 मा रहेको छ हामी वीर नेपालीका सन्तान हौं, कसैले हाम्रो मान मर्यादन गरेमा सो कार्य हामीलाई कदापि स्वीकार हुँदैन। यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस्। यसको उत्तर मैले यस प्रकार लेखेको छु।